आज एनपिएलले नयाँ राजा पाउँछ। सुदूरपश्चिम भर्सेस लुम्बिनी, इतिहास बन्ने दिन। दर्शकवृन्द, सिद्धार्थ ब्याङ्क नेपाल प्रिमियर लिग 2025को फाइनल खेल आज किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय स्टेडियममा दिउँसो 3:30 हुँदैछ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो पटक आम्ने सामने हुँदैछन्। सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। पहिलो संस्करणमा उपविजेता बनेको टिम यसपटक जसरी भए पनि च्याम्पियन बन्ने लक्ष्यमा छ। अर्कोतर्फ कसैले नसोचेको लुम्बिनी पछिल्ला खेलमा लगातार जित निकाल्दै इतिहास रच्दै पहिलो पटक फाइनलमा पुगेको हो। आज जसले जिते पनि एनपिएलले नयाँ च्याम्पियन पाउने पक्का छ। विजेताले 1,10,00,000, उपविजेताले 51 लाख पाउनेछन्। तेस्रो भएको विराटनगर किङ्सले 25 लाख र चौथो काठमाडौँ गोर्खाजले 15 लाख पक्का गरिसकेका छन्। व्यक्तिगततर्फ उत्कृष्ट नेपाली खेलाडीले ओमोडा कार जित्नेछन्, जसका लागि दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, अविनाश बोहरा, रोहित पौडेल, शेर मल्ल र सन्दीप लामिछाने बीच कडा प्रतिस्पर्धा छ। आजको खेलले केवल ट्रफी होइन, इतिहास, करोडौंको पुरस्कार र नेपाली क्रिकेटको नयाँ नायक तय गर्नेछ। को बन्छ एनपिएलको नयाँ च्याम्पियन? यस्तै ताजा अपडेटका लागि स्पोर्ट्स लाइन नेपाललाई फलो, सब्सक्राइब गर्न नबिर्सनुहोला।